कार्यक्रम चाहिँ आयोजना गर्नुभयो। यो बर्सातको बेला पनि होइन, गर्नुपर्छ भनेर चाहिँ निर्णय गर्नुभयो। सबभन्दा धेरै धन्यवाद चाहिँ त्यहाँलाई दिने हो। हाम्रो चाहिँ आदित्य सर, हाम्रो गङ्गा म्याडम, त्यसो सुशीला म्याडम, अरू म्याडमहरू पनि हुनुहुन्छ, म देखिरहेको छु होइन, सबैको नाम नलिउँ। एकपल्ट सम्पूर्ण टिम लिडरलाई चाहिँ जोरदार ताली दिनु। त्यसपछि हामीहरू चाहिँ धन्यवाद दिनुपर्ने हुन्छ। हाम्रो चाहिँ अग्रज लिडर हुनुहुन्छ, अग्रज गुरु हुनुहुन्छ अशोक कुमार यादव होइन, एक्जिक्युटिभ डबल डायमन्ड, अहिलेको एक्जिक्युटिभ। अब केरिन्स भित्रमा सायद ट्रिपल डायमन्ड चाहिँ हामी देख्न पाऊँ, कामना गरौँ छिट्टै होस् त्यो क्या, एकदम छिट्टो नै चाहिँ ट्रिपल डायमन्डतिर चाहिँ अग्रसर हुनुहुन्छ। त्यसै गरिकन हाम्रो टाढाबाट आउनु भएको छ हाम्रो चाहिँ ट्रिपल डायमन्ड होइन सर, एक्जिक्युटिभ डबल डायमन्ड हाम्रो चाहिँ अर्जुन सर। अनि हाम्रो इएसडी हाम्रो चाहिँ प्रिया मिस हुनुहुन्छ। एकपटक उहाँको लागि जोरदार ताली दिनुहोस्। त्योभन्दा पनि सबैभन्दा धेरै धेरै धन्यवाद हजुरहरूलाई। किन हजुरलाई चाहिँ सबैभन्दा धेरै धन्यवाद भन्दाखेरि हजुरहरू चाहिँ यो कार्यक्रममा आउनु नभएको भए, नआएको भए यो कार्यक्रम सञ्चालन हुने थिएन। सही हो? त्यसैले तपाईँ सबभन्दा भयङ्कर धन्यवादको पात्र हुनुहुन्छ। हामीहरू यसरी चाहिँ मान्ने गर्छौँ। हामीहरू किन भन्दाखेरि मैले गर्दा यो कार्यक्रम भएको भन्ने कुरा हामी चाहिँ सोच्यौँ र यहाँसम्म आइपुग्यौँ हो। त्यसले गर्दाखेरि हामी चाहिँ सबैभन्दा धेरै धन्यवाद चाहिँ ठुलो धन्यवादको पात्र चाहिँ बन्न पुगेका हौँ। तपाईँ हामी सबभन्दा ठुलो। र म विगत चाहिँ डिएक्सन कम्पनीमा लगभग 13-14 वर्षको चाहिँ निरन्तरतामा छु मैले। पहिले म चाहिँ चितवनमै थिएँ। चितवनमै चाहिँ जागिरको सिलसिलामा चाहिँ म चाहिँ यहीँ के त भन्छन् बिर्टामा आएँ, केरवानी बिर्टा शङ्करपुर होइन, रूपन्देहीको। त्यसपछि भैरवामा गएँ, भैरवापछि म दाङमा गएँ। मेरो यात्रा यसरी चाहिँ डिएक्सनमा चाहिँ सुरुवात भएको हो। पहिले स्कुल चाहिँ चलाउँदै होइन, पढाउँदै त्यहाँ चाहिँ पुगेँ। र यो क्षेत्रमा आउनुको मुख्य कारण म पनि बिरामीकै कारणले गर्दाखेरि आएको हो। म यसरी आएँ कि डिएक्सनमा पैसा पाइन्छ अनि के त भन्छन् यस्तो मान्छे जोडिन्छ अनि यो हुन्छ, त्यो कुरा मलाई थाहा थिएन। सुरुमा यति मात्रै थाहा थियो कि डिएक्सनको सामान खाइसकेपछि समस्या ठिक हुन्छ हो। जब काम गर्दै गइसकेपछि स्टार एजेन्ट स्टारडस्ट 2-3 वर्षमा बल्ल भएको म। कति वर्षमा? 2-3 वर्ष लाग्यो स्टार एजेन्ट बन्न, खाँदै। अनि 2-3 वर्षपछि चाहिँ थाहा हो, 4 वर्ष पुगिसकेपछि, 4-5 वर्ष पुगिसकेपछि अनि डायमन्ड भएको। हेर्नुहोस् त्यो कसरी भएको भन्दाखेरि गोरखपुरबाट सामान अशोक सर ल्याउनुहुन्थ्यो। दाइ हाम्रो मनुष्य पनि पाइन्छ, खुसी पनि पाइन्छ भन्ने कुरा जब म बुझेँ, स्वास्थ्य त यो मिल्छ नै, यसमा कुनै दुविधाको कुरा छैन। किन डिएक्सनको यो चमत्कारिक जडीबुटीको राजामा त्यो तागत छ, त्यो पावर छ हो, जसले हाम्रो शरीरलाई निको गर्न सक्ने तागत छ, यसको शक्ति छ भन्ने कुरा थाहा भयो। दोस्रो कुरो पैसा आउँछ भन्ने कुरा थाहा पाइसकेपछि अझै म चाहिँ जोरदारपूर्वक कसेर लागेँ। यसको लागि एकपल्ट जोरदार ताली। हामी यसलाई एकदम ज्यादा मान्ने गर्छौँ। एकदम शक्तिशाली चाहिँ जडीबुटीको राजा, ज्ञानरमा द मिराकुलस किङ अफ हर्ब्स हामी भन्ने गर्छौँ। त्यो पावर यसमा चाहिँ छ। हेर्दाखेरि यसमा के होला र जस्तो लाग्छ हो। कतिपय मान्छे यो प्लास्टिक हो भन्छ, कतिपय मान्छे बनाएको हो भन्छ। हामीहरू भन्दाखेरि जानकारी दिँदाखेरि यो कुनै पनि प्लास्टिक होइन, कुनै पनि बनाएको कुरा होइन, यो भगवानले बनाएर पठाइदिएको कुरा मात्रै हो। र डाक्टर लिम सियोजिनले चाहिँ यसलाई चिनाउने काम गरिनु भयो। यति मात्रै हो, यो बनाएको होइन। यसरी बुझ्न जरुरी छ। यो चाहिँ जब हामी यसरी बुझ्छौँ अनि बल्ल यो स्वीकार्नमा बल्ल हाम्रो मन चाहिँ अगाडि जान्छ, नत्र स्वीकार्ने इच्छा लाग्दैन। सही कि गलत? र अहिले चाहिँ यो बेलामा थुप्रै डाक्टर लिम बन्न खोजिरहेछौँ। फेरि थुप्रैजना डाक्टर लिम बन्न खोजिरहेछौँ। यो त 38,000 जातको छ नि, सही कि गलत? यस्तै छ। र चाहिँ खाना मिल्ने चाहिँ 2,000 जात, अनि औषधि गुण र पौष्टिक तत्त्व भएको 200 जात, अनि सबैभन्दा शक्तिशाली औषधि गुण र पौष्टिक तत्त्व भएको 6वटा जात। त्यसमा पनि तन्त्रको माध्यमबाट बनाउन सफल हुनुभएको डाक्टर लिम सियोजिन, एकपल्ट उहाँको लागि जोरदार ताली। यो हो पावर। हामी चाहिँ यसरी यसलाई मान्दै गर्छौँ। त्यसरी एक शक्तिशाली चमत्कारिक जडीबुटीको राजा ज्ञानमा भयो। अनि त्यही काम गर्दै जाने सिलसिलामा पैसा यति आउँछ उति आउँछ थाहै थिएन मलाई चाहिँ। यो थाहा थिएन है, सिस्टमको बारेमा क्लियर जानकारी थिएन।
अनि सिक्दै गयो। सनौली चाहिँ हाम्रो निरञ्जना चाहिँ होटेलमा बारम्बार प्रोग्राम हुन्थ्यो, म चाहिँ डाङबाट एक्लै लिन आउँथेँ, प्रोग्रामको लागि मात्रै आउँथेँ, एक्लै सिङ्गल। साथमा कोही पनि आउँदैन थियो। र कतिपय साथीहरू के भन्थ्यो भनेपछि तपाईँको टिम छैन, म भन्थेँ टिम छ तर आउँदैन। एक्लै तपाईँ डिएक्सन गर्न सक्नुहुन्छ? गरिरहेको छु, कहाँसम्म जान्छ थाहा छैन, गरिरहेको छु कहाँसम्म जान्छ त्यो पनि थाहा छैन। सही हो। अनि एक दुईटा कहिलेकाहीँ आउँथे, फेरि म एक्लै आउँथेँ। र हाम्रो चाहिँ लामो समयसम्म चाहिँ यात्रा गरिराख्नु सहकर्मीको रूपमा हाम्रो चाहिँ केश कुमारी म्याडम हुनुहुन्छ, एकपल्ट उहाँलाई ताली दिनुहोस्। म चाहिँ उहाँलाई लामो समयसम्म चिन्छु, ओम प्रकाश सरलाई म चिन्दैन। किनभने चाहिँ पहिले उहाँ आउनु भएको अनि पछि ओम प्रकाश सर देखिनु भएको, यो गरी मलाई थाहा छ। सुनिता म्याडम हुनुहुन्छ होइन, अरू म्याडमहरू पनि हुनुहुन्छ, थुप्रै म्याडमहरू चाहिँ कति त हराइहाल्नु भयो बिचमा। लक्ष्मी म्याडम हुनुहुन्छ पुरानो, मैले चिनेको पहिलेको। अहिले जो चाहिँ निरन्तरपूर्वक गरिराख्नु भएको छ उहाँहरूको स्टाटस बढिरहेछ, जो छोडेर भागिसक्नु भएको छ उहाँहरूको स्टाटस बढेन र अगाडि जान सक्नु भएन। आज हामी पनि साँच्चीकै तपाईँ आफ्नो स्टाटस र अचिभमेन्टहरू चाहनुहुन्छ भने यो यात्रा नछोड्नुहोस्। म फेरि भन्छु, यात्रा नछोड्नुहोस्। यो यात्रा छोडिदियो भने तपाईँ हामी बाटो फेरि के हुन्छ अल्मलिन्छौँ र यो गर्दै जाने क्रममा फेरि अर्को डायमन्ड बन्नुभयो हाम्रो शालिग्राम सर। शालिग्राम सर डायमन्ड बनिसकेपछि फेरि मेरो चाहिँ बोनसको फेरि के हो मात्रा बढ्यो, बोनस अलिक फेरि बढ्यो, बुझ्नुभएको छ। पहिले म 35,000 जति आउँथ्यो, 35,000बाट मेरो चाहिँ 40-45,000मा बढ्यो बोनस। जब मुकुन्द दाई आउनुभयो फेरि उहाँ पनि डायमन्ड बन्नुभयो, मेरो बोनस अझै बढ्यो, मेरो चाहिँ 75-80,000 महिनामा आउनु थाल्यो। अब तपाईँ देख्नु सक्नुहुन्छ कि हुँदैन? अब झन् छोडिँदैन नि। सही हो। त्यसैले यो बोनस हरेक दिन बढाउन मिल्ने ठाउँ हो यो चाहिँ। यो प्लेटफर्म हामी चाहिँ पाउँछ। अब हाम्रो यात्रा भनेको लाखभन्दा पनि माथि जान्छ भन्ने कुरा, अनि अरू विश्वास बढ्यो, अरू धेरै विश्वास बढ्यो र यो विश्वास बढ्दै जाने क्रममा त्यसपछि फेरि अनि कम्पनीले के गर्यो, 24,500 अहिले दिन्छ नि, उतिखेर चाहिँ कति 12,000 कति दिन्थ्यो हो, त्यो 12,000 चाहिँ दियो मलाई चाहिँ, कम्पनीले बोनस दियो। अनि त्यो बोनस पाइसकेपछि फेरि म एउटा मोबाइल किनेको चाहिँ हो है। त्यो बोनस दिने कुराहरू एक बोनस जुन दिनु छ दिँदै जान्छ। अस्ति नै भर्खरै एक दिन चाहिँ हाम्रो मिनबहादुर सरको खातामा बोनस आयो, बिचरा त्यो महिनामा पिबी गर्नु भएको छैन तर बोनस चाहिँ 24,000 आयो। केही पनि पिबी गर्नु भएन, बोनस 24,000 आयो उहाँको। कति दिनसम्म भन्दाखेरि उहाँको चाहिँ लगभग 6-7 महिनासम्म चाहिँ पिबी कहिल्यै गर्नु भएन, जिरो पिबी गर्नुभयो, तर उहाँको खातामा 24,000 बोनस आयो। कोही पट्याउँछ, जोडिसकेपछि पनि बोनस आउँछ। तपाईँ जोड्नु हो, तपाईँको मुनिको मान्छे 3टा मान्छे स्टार एजेन्ट, नेपालको 90,000 पिबी, इन्डियाको 60,000 पिबी पुग्ने बित्तिकै हजुर पिबी नगर्नुहोस् तर पनि कम्पनीले बोनस दिन्छ। त्यस्तो खालको कम्पनीमा तपाईँ हामी चाहिँ जोडेका छौँ। यो कम्पनीले जति धन्यवाद दिँदा पनि कमै हुन्छ मलाई त लाग्छ। उहाँ कहिले प्रोग्राममा आउनु हुँदैन तर पनि पैसा दिन चाहिँ कम्पनीले कहिले छोडिराखेको छैन। त्यस्तो किसिमको प्लेटफर्म हो। अब चाहिँ यसमा अर्को गजबको पाटो म के पाएँ भनेपछि एउटै महिनामा ESD र ESD बन्न पाउने प्लेटफर्म छ। एउटै महिनामा ESD र ESD र अर्को गजबको म चाहिँ यसमा के महसुस गरेँ भने हाम्रो चाहिँ मुकुन्द दाई भनेको चौथो चाहिँ जेनेरेसनको चाहिँ उहाँ मेम्बर हो, चौथो जेनेरेसनको डायमन्ड हो। उहाँको अगाडि कोही पनि डायमन्ड छैन। विष्णु सर पनि होइन, रामकुमारी पनि होइन, अनि कृष्ण पनि होइन। तर मुकुन्द दाईको कारणले गर्दाखेरि उहाँहरूको खातामा प्रत्येक महिना 25,000-30,000 बोनस आइरहेछ। क्या बात है। अब तपाईको मुनिको मान्छे डायमन्ड बन्यो भने पनि त्यो लाइनको मान्छे पैसा पाउँछ सबैजना। उहाँहरूको स्टेटस स्टार स्टार एजेन्ट हाम्रो चाहिँ विष्णुको पनि स्टार एजेन्ट, कृष्णको स्टार एजेन्ट, कृष्ण के त रामकुमारीको स्टार हो अहिलेसम्म। तर महिनाको 25-30,000 उहाँ तिनटैको खातामा पैसा हेर्छ, तिनटैको खातामा।
ल भन्नुहोस्, तपाईँ काम नगरे तापनि तपाईँको मुनिको गहिराइभित्र काम गरेर पनि यहाँ पैसा आउने त्यो लाइन रहेछ यहाँ चाहिँ। त्यसैले एउटा मात्रै मान्छे चाहिँ एउटा लाइनमा काम गरिदियो भने पनि बोनस आइ गर्ने प्लेटफर्म कहीँ छ भने भन्नुहोस्। छैन सर, कहाँ छ? कहीँ छ? ओन्ली डिएक्सन। एउटा लाइन मात्रै। अस्ति न चाहिँ भेस्टिजको कुरा चल्यो। म किन भेस्टिजको कुरा गरेँ भने डिएक्सनको अफिसको सामुन्नेमा भेस्टिजको अफिस आएको छ अहिले तुलसीपुरमा, दाङमा। अनि त्यहाँ आइसकेपछि त्यसको प्लानको बारेमा बुझ्दै जाने क्रममा उहाँहरू के भन्नुभयो, 2 लाख प्लान। त्यो कसरी हो 2 लाख, मलाई पुरै जानकारीहरू छैन। यो 2 लाखबाट चाहिँ एउटा मात्र लेक्स गयो भने पैसा आउँदैन अरे के, 2टा लेख सँगै बढाउनु पर्छ भन्नुभयो। अब एउटा लेख चाहिँ अपाङ्ग भइदियो भने के गर्नुहुन्छ? गुड मर्निङ डिएक्सन, नमस्ते। 2 लाख आउँदैन नि, सही हो। यसरी तपाईँको प्रत्येक महिनामा पैसा दिइराख्ने प्लेटफर्म चाहिँ हामी चाहिँ पायौँ। त्यसैले तपाईँ डिएक्सनमा साँच्चैकै स्वास्थ्य चाहनुहुन्छ भने डिएक्सनको सामान प्रयोग गर्न नछोड्नुहोस्। जति पनि डिएक्सनको सामानहरू छ यो प्रयोग गर्न नछोड्नुहोस्। र दोस्रो कुरो, साँच्चैकै तपाईँ पैसा चाहनुहुन्छ भने तपाईँ चाहिँ डिएक्सनको सिस्टम नछोड्नुहोस्। 636,216 को जुन फर्मुला छ त्यसमध्येमा जम्मा एउटा 2टा लाइन मात्रै अगाडि गयो भने पनि तपाईँको बोनस बढी गर्ने प्लेटफर्म छ। अन्त कहीँ छ? छैन। त्यसैले यो यस्तो प्लेटफर्म छ कि तपाईँ हामीलाई नै चकित बनाउँछ। हामीहरू बारम्बार यो कुरा भन्छौँ, फेरि अप्सन पनि दिएको छ कि तपाईँ सबै स्टार एजेन्टहरू क्वालिफाइड हुनुपर्छ भन्ने कुरा यहाँ चाहिँ छैन। पिबी चाहिँ कम्प्लिट भयो भने पुरा भइगयो। नेपाल र इन्डियाको सिस्टममा चाहिँ अलिकति तलमाथि होला। पहिले 6वटा लाइनको स्टार एजेन्ट भए, त्यसपछि 6 स्टार एजेन्ट क्वालिफाइड हुनु जरुरी छैन। पिबी चाहिँ कम्प्लिट भयो भने अटोमेटिक। त्यही भएर नेपालको डायमन्ड बन्नको लागि सिधै तपाईँ चाहिँ क्वालिफाइड हुनको लागि 75,000 पिबी हेर्नु होला। अरू डायमन्ड नहेर्ने, केही नहेर्ने। यो स्टार एजेन्ट क्वालिफाइड भयो कि भएन, त्यो स्टार एजेन्ट क्वालिफाइड भयो कि भएन, सब छोडो भाइ। मेरो चाहिँ टिममा 75,000 पिबी पुग्यो कि पुगेन त्यो हेर भाइ। त्यसपछि अटोमेटिक क्वालिफाइड, तपाईँ 36% पुगिहाल्नुहुन्छ। इन्डियामा चाहिँ त्यही छ। इन्डिया 50,000, इन्डियाको 50,000 पिबी पुग्यो भने अटोमेटिक क्वालिफाइड। स्टार एजेन्टहरू क्वालिफाइड हुन्छन् कि हुँदैनन्, पिबी पुग्छन् कि बढ्दै गर्दैन, त्यो कुरा हामी चाहिँ हेर्दैनौँ। हाम्रो पश्चिमतिर त्यो कुरा हुँदैन। त्यो चाहिँ 50,000 र 75,000 पिबी गयो कि गएन त्यति मात्रै हेर्छौँ, त्यति मात्रै। त्यो चाहिँ के हो, एक बलियो डायमन्ड हो त्यो। अनि नत्र भने तपाईँ चाहिँ बलियो डायमन्ड होइन। तपाईँ चाहिँ कसरी बलियो डायमन्ड होइन भन्दाखेरि अब उहाँ एकजना स्टार एजेन्ट हुनुहुन्छ, अर्को स्टार एजेन्ट हुनुहुन्छ, तर उहाँ यो महिना पिबी पुर्याउँदिन भन्नु हो, उहाँ पनि पिबी पुर्याउँदिन भनिदिनु भयो, उहाँ पनि पिबी पुर्याउँदिन भनिदिनु भयो। अनि तपाईँ चुप लागेर बस्ने त होइन। उहाँको मुनिको मान्छे चाहिँ पिबी गरे पनि हुन्छ, तर 50,000 पुग्नु पर्यो इन्डियाको। नेपालको 75,000 स्टार एजेन्टहरू पिबी पुर्याउनु कि नपुर्याउनु देखा जाएगा होइन, त्यस अटोमेटिक के। त्यसैले तपाईँ चाहिँ निरन्तरपूर्वक फिल्डमा कट्ने भने पुग्छ, यो ग्यारेन्टी छ यसमा ढुक्कका साथ। अब हरेक महिना हाम्रो चाहिँ यही भएको छ। हामी अन्तिमसम्म जाँदा पुरा डायमन्ड क्वालिफाइड भएको देख्छौँ। यो चाहिँ एकदम बेस्ट पोइन्ट हो डिएक्सनको। सबैभन्दा धेरै धन्यवाद त म त अशोक सरलाई दिन चाहन्छु। किन भन्दाखेरि म जोइन भएको दिनदेखि अशोक सरसँग चाहिँ प्रश्न गर्न थालेको मान्छे हो। अशोक सरसँग यति प्रश्न गर्थे, 5 मिनटको समय छोपेर घरमा गएपछि एउटा प्रश्न कापीको पाना टिपेर अनि मेडिकलमा गएर त्यसको प्रश्न सोध्थे। उहाँ जवाब दिनुहुन्थ्यो। जहिले पनि सिस्टमको बारेमा बारम्बार भन्नुहुन्थ्यो हो। र कयौँ पटक त कयौँ लिडरहरूलाई यो पनि थाहा छैन, हामीहरू यहाँसम्म लेख्यौँ सिस्टम बुझ्न चाहँदैनौँ। कतिजना हुनुहुन्छ कि हामी सिस्टम बुझेका छैनौँ। क्लियरली स्पष्टसँग हामी चाहिँ सिस्टम नबुझेको कतिवटा लिडर हुनुहुन्छ यहाँ? सबैले बुझेछ सर, अगाडि सबैले बुझ्नु भएको छ। त्यसैले एकपल्ट जोरदार तालिदिउँ हैन। अब म चाहिँ सिस्टम नबुझेको नआएको मान्छे हो र पछि त प्रोग्राम चाहिँ लिँदै जाने क्रममा बुझ्दै गएँ अन्तिममा यस्तो अवस्था आइदियो म त सबै जाने छु जस्तो लाग्ने। लास्टमा त सबै नजानेको रहेछ। र कतिपय चाहिँ सिस्टम चाहिँ के हो, फिल्डमा आइसकेपछि हाम्रो जीवनमा आउँछ ती घटनाहरू, त्यो घटनाले धेरै कुरा सिकायो। धेरै कुरा सिकाइसकेपछि अनि बल्ल सिस्टम यो रहेछ भन्ने कुरा थाहा भयो। म एउटा हजुरहरूलाई भन्न चाहन्छु। हाम्रो एकजना सुशीला चाहिँ नानी हुनुहुन्छ, उहाँ चाहिँ के हो भनेपछि यही महिनामा डायमन्ड क्वालिफाइड हुनुभयो। यही महिनामा र डायमन्ड क्वालिफाइड देखायो, ESD भनेर देखायो, देखायो। अनि केही छिन र पछि चाहिँ फेरि त्यो ESD फेरि स्टार एजेन्ट देखाइदियो। कारण के थियो होला?
त्यही महिना बिचरा ESD देखायो, SR बाट ESD देखाइदियो, अनि मुनिको डायमन्ड त्यही बेला क्वालिफाइड भइदियो। हुने बित्तिकै फेरि त्यो ESD देखाउने चाहिँ पोइन्ट के भइदियो? SR भइदियो। त्यसको मतलब उहाँ चाहिँ डायमन्ड क्वालिफाइड चाहिँ क्यान्सल गरिदियो कम्पनीले तुरुन्तै। फेरि चाहिँ उहाँ जोड गर्नुभयो र पछि त्यही महिनामै के भयो ESD देखि चाहिँ झर्नु भएन कुरा टालिदिनुहोस्। यस्तो point छ। यहाँ चाहिँ यो हामीहरू चाहिँ महसुस गर्यौँ यो बडो अचम्म र उहाँलाई पनि भनेनौँ, न त डायमन्ड क्वालिफाइड हुनेलाई भन्यो न त हामीहरू चाहिँ सुशीलालाई नै भन्यौँ। सिस्टमले त्यो गरायो हो। यो किसिमको प्लेटफर्म छ, त्यसैले तपाईँको PDR छ एकदम गजबको छ होइन। नछोडौँ, निरन्तरपूर्वक अगाडि जाउँ, धेरै कुरा नराखौँ, जति बोल्यो त्यति बोल्न मन लागिरहेको छ। देशन यस्तै हो होइन। अब यहाँ 13-14 वर्षको यात्रा चाहिँ निरन्तरपूर्वक अगाडि छ। अब 2-3वटा बिरामी चाहिँ हामी चितवनमा हेऱ्यौँ, एकजना पेटको अपरेसन गरिसकेको बिरामीको हेऱ्यौँ, उहाँ चाहिँ 2 पटक अपरेसन गर्नुभएको थियो, खाना नरुच्ने। जब इन्जेक्सनको चाहिँ कति स्पर्न खाना थाल्नुभयो, गड्याउनु पेट भएको साँझ त 3 पटक टोइलेट पठाइदियो अरे गरिराख्नु भएको थियो। भनेपछि एक दिन मात्र कति खाना त त्यस्तो बनाउँछ। अब 13-14 वर्षको कति खाइएको शरीर छ तपाईँहरू हाम्रो होइन र। भनेपछि त यो चिसो भयो, गर्मी भयो, जाडो भयो, यो धुलो मैलो केही पनि मान्दैन, कुट्छ भन्ने कुरा हामी महसुस गरिरहेका छौँ। डेक्सन एकदम बेस्ट कम्पनी हो, सबैजना बेस्ट हुँदै जाउँ। हवस् त, धन्यवाद। डेक्सन गुड मर्निङ सबैजनालाई। जोरदार ताली। ग्रेट ग्रेट। यस